डेभिड दादा ओके हेलो हेलो ल ठिक छ मैले खास के बोल्ने भन्ने मलाई थाहा भएन तर यहाँ चाहिँ के अरे सरसफाइको लागि आउनु भएको भन्ने बुझियो मलाई पनि खास त्यस्तो छैन यहाँ के गर्ने भन्ने थाहा छैन यो कहाँनिर हो भन्ने पनि त्यति थाहा छैन होइन पशुपतिनाथ मन्दिरको परिसर नै हो यो भन्ने चाहिँ यति चाहिँ बुझेको छु त्यसले गर्दाखेरि त्यस्तो स्पेसिफिक केही बोल्न मैले यहाँ भ्याइनँ यदि भन्न चाहन्छु सरसफाइ गरौँ होइन त्यही हो सरसफाइ यो देशमा दुई खालको छ एउटा जम्मा 3 खालको छ दुईवटा भन्दै रहेछ एउटा मनको मैला है मनको सफाइ मनको सोच विचारमा शुद्धता ल्याउनु पर्यो अर्को तनको सरसफाइ होइन र अर्को चाहिँ वातावरणको होइन हाम्रो वरिपरिको परिवेशको सरसफाइ यो तीनटै सरसफाइमा हामी सबैजना लाग्नुपर्छ र त्यो अर्थमा चाहिँ हामी सबै अब सरसफाइ अभियन्ता को रूपमा अगाडि बढ्नुपर्छ मैले बुझेको जथाभावी हामीले प्लास्टिक नफालौँ प्लास्टिक कपडा र त्यही हो होइन केही भनौँ न त्यो पेय पदार्थको ऱ्यापिङ लगायतका त्यो धातुजन्य खोलहरूले फोहोर गरेको देखिन्छ मेटालिक ऱ्यापिङ प्याकेजिङ जथाभावी नफालौँ म चाहिँ त्यही भन्छु होइन सरकारको काम हो सरसफाइ गर्ने नगरपालिकाको काम हो भनेर भन्नु हुँदैन हामी आफैबाट त्यो कुरा चाहिँ यो अनुशासनको कुरा जस्तो मलाई चाहिँ लाग्छ हामी आफूले चाहिने खाने पानीको बोतल होइन विभिन्न खालका कुराहरू जुन हुन्छ त्यो चाहिँ यसो म चाहिँ गोजीमा लगाएर हिँड्ने गर्छु आज चाहिँ बाइ द वे हेर्नु न अघि चक्लेट खाएको हाल्दिन सक्ने यहीँ राखिराखेको रहेछ है अस्तिको दिन प्लेनमा आउँदाखेरि खाएको चक्लेट है त्यहाँ दिएको थियो एयर होस्टेसले यस्तो बानी बनायो के अरे बसाइयो भने बरु महिलाको समस्यादेखि हामी चाहिँ मुक्त रहन सक्छौँ भन्ने मेरो बुझाइ हो यदि भन्न चाहन्छु सबैजनालाई यो सरसफाइ अभियानमा सहभागी सम्पूर्ण थुप्रै पो हुनुहुन्छ कि के हो पत्रकारहरू पत्रकार साथीहरूलाई पनि धन्यवाद छ त्यो भन्न चाहन्छु मैले फेरि दोहोऱ्याएँ जम्मा 3 खालको फोहोर मैला एउटा मनको एउटा तनको र अर्को वातावरणको सबै फोहोर मैला चाहिँ सरसफाइ गरौँ त्यति भन्न चाहन्छु नमस्कार धन्यवाद त्यही भने हाम्रो पत्रकार मित्रज्यूहरूले एकैछिन धैर्य धारण राखिदिनु हुन म अनुरोध गर्दछु सम्पूर्ण हाम्रो पत्रकार मित्रज्यूहरूलाई एकैछिन
मिल्छ अहिले एकछिन सकेर छोड्छ आदरणीय दर्शकहरू आज विशेष गरेर संस्कृति वार्षिक हाम्रा कार्यक्रम नेपाल संस्कृति विकासको सहयोगको टिम आज हाम्रा माननीय हर्क सापाङ सहितको टिमले आज अलिकति हाम्रो पत्रकार मित्रज्यूहरूले अलिकति माइक पनि छोडिदिनु होला तपाईँहरूले नै सबै ब्लक गरिराख्नु भएको पत्रकार साथी हो यहाँ कति फोहोर छ यो त मान्छे मरेको नि हो मरेको यस दृश्यले हामीलाई एउटा हौसला थपेको छ यस चरणमा अहिले चाहिँ हाम्रो दार्चुलामा पुल पनि बनेको छ पुल